चाङ्गुनारायण मन्दिर। कल्पना गर्नुहोस्, आजभन्दा करिब 1600 वर्ष अघि लिच्छवी कालको नेपाल, काठमाडौँ उपत्यकाको पूर्वी भागमा भक्तपुरको हरियाली डाँडामाथि अवस्थित एक प्राचीन र पवित्र मन्दिर। त्यो मन्दिर थियो चाङ्गुनारायण मन्दिर, नेपालकै सबैभन्दा पुरानो विष्णु मन्दिर। किम्वदन्ती अनुसार यसको स्थापना 4औं शताब्दीमा लिच्छवी राजा हरिदत्त वर्माको पालामा भएको मानिन्छ। तर इतिहासले प्रमाणित गरेको महान नाम भने राजा मानदेव। उनले स्थापना गरेको शिलालेख आज पनि नेपालको सबैभन्दा पुरानो प्रमाणित लिखित इतिहास मानिन्छ। समय बित्दै गयो, राजाहरू फेरिए, युगहरू बदलिँदै गए र मल्लकालमा यस मन्दिरले अझ भव्य र कलात्मक स्वरूप पायो। आज हामीले देखिरहेको यो सुन्दर प्यागोडा शैली नेपाली वास्तुकलाको उत्कृष्ट उदाहरण हो। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यो मन्दिर आज पनि हजारौं श्रद्धालु र इतिहास प्रेमीहरूको आकर्षण बनेको छ। चाङ्गुनारायण लिच्छवी कालदेखि आजसम्म नेपालको गौरव। मन पर्यो भने लाइक र सेयर गर्नुहोस्।